नमस्ते, सेवानी छ सबैजनालाई। मुला र मटरको अचार कसरी बनाउँछु भनेर तपाईँहरूलाई देखाउँछु है। फर्स्टमा चाहिँ मैले मुला काटेर एक दिन सुकाएको थिएँ। त्यसपछि चाहिँ मैले अचार बनाउन लागेँ। त्यसपछि मटर पनि भिजाएको थिएँ एक दिन अगाडि नै। अन्त मुला र मटरसँगै मिक्स गरेँ। त्यसपछि फर्स्टमा चाहिँ मैले अचारको मसला हालेँ। त्यसपछि चाहिँ हल्दी, रङ खोर्सानी, नुन, अन्त तोरीको तेल, त्यसपछि चाहिँ डल्ले खोर्सानी चाहिँ हल्का फ्राई गरेर मैले हालिदिएँ। त्यसपछि चाहिँ मजाले मिक्स गरेँ। मजाले मिक्स गर्नु होला। जति राम्रो मिक्स गर्नुहुन्छ त्यति नै अचारमा मसला राम्रोसँग पस्छ। अन्त खानुमा पनि एकदम टेस्टी हुन्छ। त्यसपछि यत्तिको मसला चाहिँ मिक्स भएपछि मैले चाहिँ बयमतिर हालेँ। अन्त मेरो चाहिँ लगभग 2 बयम चाहिँ भएको थियो। अन्त 2 बयम भएर चाहिँ घाममा सुकाउनु पर्ने हुन्छ हामीले दिनदिनै नै, जबसम्म अमिलो पस्दैन तबसम्म। तपाईँहरू पनि यसरी बनाएर खानुहोला। थ्याङ्क यू फर वाचिङ।